हेलो नमस्ते सबैलाई। मेरो मामा जेठा मामा आज चाहिँ म यता मामाकोमा छु। अनि मामाले सानोमा यसरी बाजाहरू बजाउनुहुन्थ्यो गोठालामा है। अनि त्यही भएर मामालाई त्यो बाजा बजाउनु नि मामा भनेर रिक्वेस्ट गरेको। अनि मामाले बजाउँदै हुनुहुन्छ र सुन्नु है, हाम्रो मामाले मुराली बाँसुरी कसरी बजाउनु हुँदो रहेछ हेर्नु है। कस्तो लाग्यो हाम्रो मामाको धुन है। सानोमा मामा कति राम्रो बजाउनु भयो। असाध्यै राम्रो, बहुत राम्रो भयो। यतिको त कसले पनि बजाउँदैन, हामी यस्तो उमेरका केटाहरूले पनि। यो त हाम्रो एउटा बासा राम्रो हो नि त, एकदम राम्रो र राम्रो। पहिलो जमानामा त धेरै बजाउनु हुन्थ्यो नि। पहिलो जमानामा गोठामा बस्दाखेरि अलिअलि बजाउँथ्यौँ। गाई बस्तु हेर्दा त्यही त। र यहाँ भन्दै मामा हाम्रो गोठमा धेरै बजाउनु हुँदथ्यो रहेछ। र अनि सो मामालाई पहिलीको उहाँहरूको उमेरको यसो झझलको याद आओस् भनेर यसो मामालाई झल्काएको। अर्को पनि बजाउनुहुन्छ, अर्को खालको बाजा ए बाँसुरी मुराली मेरो बाँसुरी त लिएर आउँछु बजाउनु नै। ल हुन्छ बजाउनु। ल अहिले राख्छु, फेरि अर्को बाँसुरीको धुन लिएर आउँछु नेक्स्ट भ्लगमा चाहिँ। बाई।